कसैलाई केही भन्न सकिँदैन। आफ्नो सुरले गरिन्छ होइन। आफ्नो खुबीले गर्ने हो सबैले। रिस्क पनि आफ्नै हो, प्रफिट पनि आफ्नै हो। ल साथीहरू लाग्यो है ट्रेडतिर। ट्रेडले आफ्नो गन्तव्य सोझाइरहेको छ, म हेरेर बसिरहेको छु त कता जान्छस् भनेर। अब तपाईँहरू पनि यस्तै गर्न चाहनुहुन्छ भने हामीलाई सब्सक्राइब गर्नु होला। हाम्रो अपडेट आइरहेको छ नयाँ नयाँ, लेटेस्ट अनि हरेक दिन लाइभ आइरहेको हुन्छु होइन। कहिले म साइलेन्ट हुन्छु, कहिले म भोइसमा हुन्छु। भोइसमा आउनुको कारण चाहिँ के भने म फ्री टाइममा भोइसमा आउँछु, अनि रुममा साथीहरूसित छन् भने बोल्न पाउँदिनँ, त्यही भएर साइलेन्ट ट्रेड दिन्छु। अब हेर्न सक्नुहुन्छ यहाँभन्दा अगाडिको भिडियोहरू नि, तर नयाँ नयाँ छु होइन, त्यही भएर अलिकति लाइभमा प्रब्लमहरू आइरहेको छ। लाइभ बस्दाखेरि होइन, लाइभमा होइन, लाइभमा जीवनमा होइन, जीवन त बिन्दास चिल हो नि। सबै कुरा अपडेट चाहनुहुन्छ भने यहाँभन्दा अगाडिका अब केही लाइभ आउनुभन्दा अगाडि नै भने टेलिग्राम छ मेरो होइन। यही लाइभको च्याटमा हेर्नु होला, टेलिग्राम छ, टेलिग्राममा जोइन भएर बस्नु होला। नयाँ नयाँ हो, भर्खरै युट्युब ओपन गरेर लाइभ बस्न थालेको, मेम्बरहरू त्यति छैन। आफ्नो नलेज सेयर गर्ने हो, जसलाई पैसा कमाउनु मन छ, जसले आफ्नो लाइफको बारेमा सोध्छ, त्यो मान्छेहरू अवश्य नै आउँछ। जस्तो नेपालीहरूले यस्तो ट्रेडको लाइभ बसेर गर्दैनन्, किनभने पब्लिकली देखाउन चाहँदैनन्। तर नलेज सेयर गऱ्यो भने बढ्छ अरे भनेर हो मैले चाहिँ लाइभमै आएर ट्रेड लिन थालेको है। बाई बाई। यस्तै हो, प्रफिट लस भनेको त भइरहेको छ जीवनमा होइन, तर आफ्नो रुलमा चाहिँ फलो हुनु पऱ्यो, बस त्यस्तै हो। अरू भनेर फर्केट अरू कुरा बिर्सिदिनु।